मसिनो पर्ने लिएर भिडियो निकाल्दिएको यस्तो गरिदिनु नि हाई हेल्लो गरिदिनु नि हाई हेल्लो गरिदिनु नि किन भन्छ गुड गुड हाई एभ्रिवान मेसिन चाहिँ यहाँ रहेछ जोतिर हो आज मेरो बुढोले चाहिँ यस्तो मेहनत गर्दैछ हौ के रोप्नु हुँदैछ भनिदिनु होला यो मसिनो इस्कुस रोपाइ हुँदैछ है इस्कुस रोपेको अरे हो यस्तो चिसो छ चिसो हाम्रो पर्बिङ बहुत ठन्ड हो रहा है देखिए यस्तो भइरहेको छ दिन यहाँ राखेको छ हो लास्ट इयर कम्ती रोपेको थियो मजाले फल्यो अनि योपालि चाहिँ अलिक रोप्दैछ हेर्नु सक्नुहुन्छ यसरी यसरी टुसा आउँदो रहेछ यसबाट के इस्कुस हो यो मलाई चाहिँ यसको आइडिया छैन हो हजुरहरूलाई आइडिया छ भने कमेन्ट बक्समा लेख्नु होला के इस्कुस हो हाम्रोतिर चाहिँ अहिले 4-5 सालै भयो हो यो इस्कुस एकदमै ज्यादा रोप्छ तरुलको लागि अनि पछि सब्जीको टाइममा चाहिँ सब्जी खाने इस्कुसै हुँदैन हो ज्यादा अहिले चाहिँ यो खाले रोप्नु थालेको छौँ चाइनिज इस्कुस हो कि यो के इस्कुस हो मैले चाहिँ त्यतिकै चाइनिज इस्कुस भने हो यसको आइडिया छैन मलाई के इस्कुस हो जानकारी दिनु होला हजुरहरूले पनि अब म चाहिँ रोप्नुको लागि चाहिँ यो यसरी टुसा निस्केको छान्दै लगाउँछु अनि लगेर चाहिँ रोप्नुपर्छ यो अघि बनाएको ठाउँमा खै त अन्त छैन त उम्रेको यो टुसा निस्केको छैन त टुसा निस्केकै छैन यी कति चाहिँ छ कति प्रायको चाहिँ उम्रिँदै रहेछ हेर्न सक्नुहुन्छ यसरी उम्रिँदैछ पानी आयो है हाम्रोतिर पानी आउनु थाल्यो दिन चिसो भइरहेको थियो पानी आउनु थाल्यो यस्तो यस्तो चाहिँ रोप्नुपर्छ हामीले चाहिँ पोहोरको साल चाहिँ एक दुई बोट चाहिँ रोपेको थियो कि मेरो हस्बेन्डले ट्राई गर्नुभएको थियो कि म एकैपल्टमा चाहिँ 1 मन खनेको हो 1 मन फलेको थियो अनि योपालि चाहिँ जाँगर चलाएर चाहिँ रोप्नु हुँदैछ अरू यहाँनिर गाउँमा त कति बेसी निकाल्छ एउटै घरमा त 20-30 मन निकाल्दैछ हो अब हामीले चाहिँ त्यस्तो मेहनत गर्नु सक्दैन हो थोरै योपालि चाहिँ रोप्दैछौँ अर्को पालि कति फल्छ म देखाउने छु